गाउँपालिकाको यो सम्मान कार्यक्रममा उपस्थित हाम्रो पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्षहरू, महासचिव र सबै केन्द्रीय समितिका सहयोगका कमरेडहरू, आज हामी मध्य पहाडी लोकमार्गको जनजागरण अभियान अन्तर्गत दैलेख जिल्लाको यो भगवती माई गाउँपालिकामा आएर तपाईहरुलाई सम्मानित गर्न पाउँदा विशेष हामीलाई खुसी महसुस भएको छ। म अध्यक्ष गणेश थापा र उपाध्यक्ष मीना कुमारी र सबै जनप्रतिनिधि र कर्मचारी सबैलाई फेरि एकचोटि सबैद्वारा हार्दिक बधाई भन्न चाहन्छु। तपाईहरुले साँच्चै नै देशभरि एउटा सन्देश प्रवाहित गर्नुभएको छ। पहाडी जिल्लामा पनि अन्य थुप्रै जटिलताको बीचमा पनि यदि राम्रो इच्छा शक्ति भयो र इमानदारीका साथ काम गर्दा देशभरिको मूल्याङ्कनमा परिन्छ भन्ने तपाईहरुले प्रमाणित गर्नुभयो। राम्रो काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभयो। तपाईहरु सबैलाई धन्यवाद पनि छ। मैले भन्ने गरेको थिएँ धेरै ठाउँमा तपाईहरुले साथ सुन्नु पनि भयो होला। त्यो लिजाको उसमा चाहिँ 1 नम्बरमा हाम्रै नेतृत्व माओवादी केन्द्रकै नेतृत्वको सरकार धादिङको बेनीघाट रारू त्यहाँको 1 नम्बरमा परेको, पछिल्लोचोटि 2 नम्बरमा गुल्मीको रुरु, 3 नम्बरमा चाहिँ दाङको राप्ती गाउँपालिका परेको कुरा भन्ने गर्थे। आजबाट अब भगवती माई पनि जोडियो। किनभने मैले अब अन्त बोल्दाखेरि हाम्रो तपाईहरु सायद 6 ठाउँमा कि कतिमा पर्नु भएको छ, 6 ठाउँ होइन 6 ठाउँमा पर्नुभयो। त्यो ठुलो कुरा हो र यसको सन्देश छ। हामीले यो पटक पार्टीमा छलफल गरेर अब स्थानीय तहबाट नै समाजवादको आधार निर्माण गर्ने काम ठोस रूपमा सुरु गर्नुपर्छ। सुशासनको कुरा पनि, सामाजिक न्यायको कुरा पनि, आर्थिक विकासको क्रियाकलाप पनि स्थानीय तहबाट स्वतन्त्रतापूर्वक आत्मनिर्भर हुने किसिमले स्थानीय तहका विशेषता अनुसार हामीले कार्ययोजना कार्यक्रम बनाएर लागू गर्नुपर्छ भनेर केन्द्रीय समितिले निर्णय गर्यो। सायद तपाईँ पनि पुग्नुभयो त्यहाँ हामीले काठमाडौँमा बोलायौँ 123 पालिका प्रमुखहरूलाई र हाम्रा उपप्रमुखलाई र चाहिँ पार्टीका प्रमुखलाई र हामीले 2 दिने अभिमुखीकरण तालिम पनि दिएका थियौँ। र हाम्रो ध्यान अहिले पार्टीको ध्यान अब चाहिँ विज्ञहरूको एउटा टिमलाई त्यस्ता सबै स्थानीय तहमा पठाउने र कार्ययोजना बनाउने कुरा हामी अगाडि बढ्दैछौँ। फेरि पनि तपाईहरु यहाँका जनतालाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईहरुको पनि पक्कै सहयोग जुटेर नै यो पालिकाले आफूलाई चाहिँ एउटा अग्रणी पालिकाको रूपमा एउटा मूल्याङ्कनमा पर्ने पालिका बनाउन तपाईहरु सबैको पनि पक्कै सहयोग छ। पार्टीका साथीहरू र सबै राजनीतिक दलका साथीहरू र आदरणीय जनसमुदाय सबैलाई पनि म पार्टी केन्द्रको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईहरु सबैको कुल योगफलले नै यो पालिका चाहिँ मूल्याङ्कनमा राम्रो पर्न सफल भएको हो। तर अब यति नै पर्याप्त चाहिँ छैन। हामीले आउने दिनमा अझ राम्रा काम गरेर जनताको पनि मन जित्नुपर्छ। विकास निर्माणका कामदेखि हामीले शिक्षा, स्वास्थ्य, रोजगारीमा चाहिँ सृष्टि गर्ने, उत्पादन बढाउने, उत्पादकत्व बढाउने काममा अझ धेरै गर्नुपर्ने बाँकी छ। मलाई विश्वास छ तपाईहरुले जसरी अगाडि बढ्दै हुनुहुन्छ आउने दिनमा तपाईहरुलाई अझ ठुल्ठुला सफलता मिल्नेछन् भनेर पनि म विश्वास र शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले देशभरि हामी केही समय पहिले हुलाकी मार्ग केन्द्रित अभियानमा थियौँ, अहिले मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानमा छौँ। यो हाम्रो लागि खुसीको कुरा बन्न गएको छ। हामी हुलाकी मार्गमा हुँदा पनि जुनसुकै पार्टीको नेतृत्वको स्थानीय सरकार भए पनि खुला मनले हाम्रो यो सिंगै नेतृत्वको टिम जो अभियानमा छ त्यसलाई स्वागत अभिनन्दन गर्ने काम भयो सत्तारूढ दलका र अन्य दलहरूका पनि। र यसले गर्दा यो अभियान माओवादी केन्द्रको त हुँदै हो, त्यसबाहेक सबैको पनि अभियान, सबैको पनि शुभेच्छा, सबैको पनि शुभकामना हामीले प्राप्त गरेका छौँ। र यो साँच्चै राष्ट्र निर्माणको निम्ति एउटा नयाँ अभियानको रूप लिँदैछ। हामीले झापाबाट सुरु गरेको त्यो अभियान अब
सोलुखुम्बु चाहिँ झापाको सबभन्दा होचो भागबाट सुरु गरेको अब सबभन्दा अग्लो भागमा लगेर यसको हामी समापन गर्दैछौँ। त्यहाँसम्म पुग्दा राष्ट्रिय एकता पनि सुदृढ हुनेछ, देशभरिको समस्या के छ भन्ने पनि हामीलाई थाहा हुनेछ। जनताका समस्या, शहीद बेपत्ता परिवारका समस्या, सबै समस्याहरूलाई केन्द्रित गरेर नयाँ संश्लेषण गरेर देशलाई अझ अगाडि बढाउने महत्त्वपूर्ण सामग्री हामी तयार गर्दैछौँ। तपाईहरुलाई एकचोटि फेरि यो अभियानमा तपाईहरुले हामीलाई जसरी स्वागत गर्नुभयो त्यसको लागि र तपाईहरुलाई सम्मानित गर्ने अवसर पनि मलाई र हाम्रो टिमलाई प्राप्त भयो, त्यसको लागि पनि तपाईहरु सबैलाई धन्यवाद भन्दै म बिदा हुन्छु। धन्यवाद।